फ्रेन्ड वेलकम ब्याक टु माई एनदर न्यू भिडियो। आजको भिडियो चाहिँ लगभग सबै गर्ल्सहरूको लागि इम्पोर्टेन्स हुनेछ हैन। र आजको मेरो डे टोटल्ली स्किन केयर मतलब पर्सनल हाइजिनमा जानेछ हैन। र मैले चाहिँ अघि भर्खरै यो कोकोनटको तेल कोकोनटको तेल त मिलेन हैन। सो कोकोनट ओइल लगाएर केसमा मसाज गरेर बसेको छु किनभने मेरो कपाल धेरै झर्छ र कोकोनटको ओइलले चाहिँ धेरै कन्ट्रोल मजबुत भइरहेछ नि त। सो है र आज म के गर्ने छु आफ्नो हेल्थको लागि मतलब स्किन केयरको लागि भिडियोलाई हेर्दै जानुहोस् हैन। र सबैभन्दा फेसको लागि चाहिँ इम्पोर्टेन्स के हो भनेर पनि म देखाउने छु भन्ने छु है। सो प्लिज भिडियो हेर्नु है। फेरि एउटा कुरा, यो स्टेनले चाहिँ मलाई एकदम हेल्प गरेको छ। अलिकति भाँचिन्छ जस्तो लाग्छ हैन, तर हेल्प एकदमै दामी गरेको छ। र म कपाललाई अब 1 घन्टाको लागि कुचुक्क बनाएर राख्दैछु हैन। एकदम बानेर ट्याक कस्तो गरेर कुचुक्क बनाएर है यस्तो। अनि ओ माई गड कति गरिब छु यार म। चिम्टी यहाँ छ चिम्टी। एउटा कुरा थाहा छ हजुरहरूलाई, मलाई कपालसँग बाँध्न आउँदैन नि। कपालले बाँध्न आउँदैन हौ छ यस्तो गर्ने हैन। सो अब यो फर्स्ट स्टेप भयो, कपालदेखि स्टार्ट भएको छ हैन। र फर्स्ट स्टेप भयो, अब म सेकेन्ड स्टेप। सोच्नु हुँदैछ होला हैन स्किन केयर गर्न लाग्ने मान्छे भान्सामा किन भनेर। र हाम्रो स्पेसियली स्किन केयरको सामानहरू चाहिँ सबै भान्सामै मिल्छ क्या, मतलब किचनमै हुन्छ क्या। हामीसँग सबै सामानहरू एभाइलेबल किचनमै हुन्छ है। र फर्स्टमा चाहिँ मैले एउटा टमाटर ल्याएको छु, टमाटर। र अहिले मेरो भिडियो गर्ने अर्कोजना मान्छे हुनुहुन्न नि त। सो म चाहिँ अहिले नै भन्दैछु, एक्सप्लेन गर्दैछु हैन। टमाटरलाई यो अब एउटा पनि चाहिँदैन, यसको आधामा भइहाल्छ। बिच्चामा काट्ने हैन, बिच्चामा काट्ने। र यसमा चिनी लगाउने, चिनी है, सुगर, चियामा हाल्ने चिनी बिच्चामा काटेर। यहाँ चाहिँ हैन, यो अब हजुरहरूले पुरै देख्न सक्नुहुन्छ नि त। मैले यहाँ टमाटर एउटा चाहिँदैन भनेको थिएँ, थोरै है। अनि चिनी हालेको छु। चिनी चाहिँ चम्चाको आधा चम्चा है त, आधा चम्चा चिनी चाहिँ यहाँ। अब यसलाई चाहिँ यस्तरी अप्लाई गर्नुहोस् कि फेसमा म चाहिँ आज एकदम टलक्क टल्किनेवाला छु भनेर हैन। र मेरो डार्क सर्कल पनि एकदम बढिरहेछ नि। सो म चाहिँ यही युज गर्छु। यसले एकदमै धेरै कन्ट्रोल गर्छ। यति कन्ट्रोल गर्छ त पुरै छोडिदिनुहोस् हैन। अब टमाटर एकदम चिसो छ। ओ माई गड, ओ लाल लाल गाला भयो। फ्रेन्ड हैन, मैले 10 मिनट जति लगभग यसरी, अब टमाटर त यस्तो भयो नि त। सो 10 मिनट जति यसरी हल्का, एकदमै हल्का हातले यसरी मैले मसाज गरिसकेको छु हैन। यो कुरा तपाईँहरूलाई पार्लरवालाहरूले कहिले भन्नेवाला छैन नि फेरि, किनभने ब्युटिसियनहरूले भन्दैन उनीहरूको पार्लर फेरि कसरी चल्ने हैन। अब उनीहरूलाई थाहा हुन्छ गाजल कसरी लाउने, अनि मेकअप कसरी गर्ने, र केमिकल लगाएर फेस कसरी टिलिक्क बनाउने, यति मात्रै थाहा हुन्छ है। सो यो चाहिँ एकदम घरमै किचनमा पाइने सामानहरूबाट गरेको हो नि त। सो यति दामी हुन्छ, यति दामी नेचुरल ब्युटी है। अनि अब चाहिँ फेस अहिले नि नधुने 10 मिनट जति चाहिँ होल्ड गर्नुपर्छ, किनभने यो एब्जर्ब हुनु पऱ्यो क्या एकदम मजाले टमेटोको यो लिक्विडहरू। सो 10 मिनट चाहिँ हामीले होल्ड गर्ने। र 10 मिनट होल्ड गरेर म यो कपाल सपाल धोएर आउँछु। र फेरि योभन्दा पछाडि पनि अझै एउटा स्टेप हुन्छ। प्लिज भिडियोलाई एकदम हेरिराख्नु होला। र मेरो डार्क सर्कल एकदम यसले यति कम गर्छ, यति कन्ट्रोल गर्छ, त्यो पुरै छोड्यो। डार्क सर्कलको त यसले पुरै हटाइदिन्छ लगभग। फ्रेन्ड हैन, म चाहिँ नुहाइसकेर यो टमेटोको जुन अघि मैले लगाएको थिएँ पेस्ट हैन, टमेटो लगाएको थिएँ, त्यो पनि पुरै सफा गरेर अहिले चाहिँ मेरो यो फेसको यतिको क्लियर भएको छ। मतलब यो मैले कुनै एडिटिङ यतात्यता केही नै छैन हैन। एकदम कस्तो सफा नेचुरल टाइपको सफा देखिन्छ हैन। र मैले यस पछाडि अझै एक स्टेप छ भनेको थिएँ। यो स्टेप चाहिँ अहिले मेरो एकदमै बिजी टाइम भएर हैन मैले गर्न पाइनँ, किनभने मेरो बाहिर जानुपर्ने भयो। सो र सेकेन्ड स्टेप चाहिँ के हुन्छ भने हजुरहरूले दहीमा अलिकति बेसन राखेर चाहिँ त्यसलाई 3-4 मिनटको लागि फ्रिजमा पोसिबल छ भने फ्रिजमा राखिदिनु। अब अहिले त चिसो मौसम छ, यत्तिकै भइहाल्छ, फ्रिजमा राख्न जरुरी नै छैन। र त्यसलाई अप्लाई गर्ने पुरै फेसमा पुरै अप्लाई गरेर चाहिँ तपाईँ आधी घन्टाको लागि चाहिँ त्यसलाई छोडिदिनु पर्यो हैन, आधी घन्टा ठ्याक्क।
र आधी घन्टा पछाडि चाहिँ हजुरहरूले त्यो एकदम टाइट भएको हुन्छ, त्यो टाइटलाई यसरी उक्काउने काम नगर्ने, त्यसमा थोरै थोरै पानी यसरी लगाएर चाहिँ धुनु, त्यस्तै फेरि यसरी मसाज गर्नु होइन। जुन त्यो दही र बेसनको त्यो लेप हुन्छ त्यसलाई चाहिँ यसरी यसरी हल्का हातले मसाज गर्ने र फेसलाई धुने। त्यसपछि फेस वास युज नगर्ने 1-2 दिनसम्म। अहिले झन् चिसो मौसम छ, दही लगाउँदा त झन् यस्तो दामी, यस्तो कस्तो हुन्छ क्या, छाला एकदम नरम नरम, अहिले कस्तो भइरहेको हुन्छ नि त्यस्तो हुँदैन, छाला एकदम राम्रो हुन्छ। र यो चाहिँ हप्तामा तपाईँ लगभग 2 चोटि भ्याउनु भयो, नभए 1 चोटि चाहिँ गर्ने गर्नु होइन। यस्तो दामी तपाईँले रिजल्ट पाउनुहुन्छ, यस्तो दामी रिजल्ट पाउनुहुन्छ, त्यो कुरै छोडिदिनुहोस्। र अहिले चाहिँ मसँग टाइम छैन, अब त्यो दही एप्लाई गरेर आधी घन्टा समयसम्म बस्ने। र यो मसँग एउटा फ्रिजमा रहेछ भिटामिन सी होइन, भाइटामिन सी, यो चाहिँ डिआर रसेलको हो। यो अस्ति नै मैले 2टा लिएर आएको थिएँ होइन, यो नियर एक्सपायर भइसक्यो। सो म यसलाई चाहिँ लगाउँछु अहिले होइन, त्यो पनि कतिखेर लगाउँछु, पोसिबल भयो भने देखाउँछु, पोसिबल भएन भने देखाउँदिनँ। आज लगाउँछु लगाउँदिनँ त्यो पनि थाहा छैन, केही पनि थाहा छैन होइन। सो हजुरहरू चाहिँ प्लिज स्किन केयरको लागि पार्लर यताउता कतै पनि जाने काम नगर्नु, घरमै गर्नुहोस्। एउटा टमेटो बेसन र दही र त्यहाँनिर हल्दी पनि एड गर्दा हुन्छ। तर हल्दी चाहिँ के हुन्छ भने यता परेलातिर कता कता पऱ्यो, कपालतिर पऱ्यो भने चाहिँ हल्दीले चाहिँ सेतो बनाइदिन्छ। सो हल्दी युज नगर्नु होइन, भएपछि गालातिर गर्दा त हुन्छ, युज नगर्नु। र आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने प्लिज कमेन्ट गर्नुहोस्। र आजको क्वेसन रहेको छ आजको, मैले चिनी युज गरेको थिएँ होइन, चिनी कति युज गरेको थिएँ हजुरहरूले कमेन्ट गर्नु पऱ्यो। मैले भनेको छु है, चिनी कति युज गरेको थिएँ भनेको छु। सो कमेन्ट गर्नुहोस्, यो हप्ताको विनर बन्न सक्नुहुन्छ है। सो भिडियो कन्टिन्यू हेर्दै आइरहनु भएको छ भने हजुरलाई रुल्स थाहा छँदैछ, सो त्यही अनुसार गर्नुहोस्। र आजको भिडियो यति नै। राम्रो लाग्यो भने प्लिज कमेन्ट, राम्रो लागेन भने पनि तपाईँ यहाँसम्म भिडियो हेरिदिनुहुन्छ, आइ एम रियली ह्याप्पी। बाई बाई।